मामा ओहो भन्छ के छ सन्चै हुन्छ नि एउटा काम थियो मामा के हो भन न लास्टै ओभर परेको छ 1000 चाहिएको छ मामा 1000 1-2 दिनमा दिइहाल्छु फिर्ता पर्समा छ 1000 थियो अब लगाउन त अभरै परेपछि के हो ल मामा धन्यवाद तपाईँ त साह्रै ओभरमा काम गर्नुहुन्छ हौ त्यो तिर्न चाहिँ जानेछ नि भन्छ फेरि त्यति भरोसा छैन मामा भरोसा छ मात्र 3 वर्षपछि तिर्छु क्या तपाईँको पैसा कस्तो फोन गरेको त के भन्छ ओ मामा तिमीले मलाई बिर्स्यौ कि क्या यार कहाँ बिर्सिनु हौ मेरो प्यारो मामालाई यत्रको प्यारो मामा यार यत्रको प्यारो मामा यार के भयो फेरि त्यो अस्ति लागेको 1000 रुपैयाँ कहिले दिन्छौ यार घर चलाउन खाँचो भइसक्यो यार मलाई यार 3 दिन भएको छैन पैसा लागेको कस्तो लागेको हौ त्यत यत्रको 3 वर्ष थियो भन्छ 3 वर्ष पो भइसक्यो मामा तिमी नतिर्ने हो तिर्छु क्या मामा तिरिहाल्छु यत्र तिर्यौ यार मान्छेलाई घर चलाउन गाह्रो खाँचो भइसक्यो मर्न लाग्नु छ के उपाय छैन मामा नगर्नु न त्यस्तो मामा 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 के भयो ढाड बाँच्यो क्या हो आम फालेपछि अलिक अग्लोबाट पो आम फाल्नुपर्छ त मर्न पनि उचाइदेखि डर लाग्छ नि त त्यक उचाइदेखि डर लाग्छ नि त त्यक हो नि बोरो जहिले यस्तै त हो नि बोरो हामी यस्तै त हो नि बोरो जहिले यस्तै त हो नि